सूचना 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 नयाँ सूचना सुन्नुहोस् है साथीहरू। उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिका सभापति रबर अन्सारीका अनुसार चाहिँ अब जसले चाहिँ यो सानो किराना पसलहरूले चाहिँ अब के अरे ग्यास लुगाएर राखेको पाइएमा होइन 50,000 जरिवाना तोकेको छ है। अब ग्यासको अनुगमन गर्दै जाँदाखेरि उता वीरगञ्जको एउटा किराना पसलले चाहिँ एउटै पसलले 13वटा ग्यास चाहिँ लुकाएर राखेको अरे होइन। त्यसरी भेट्यो भने 50,000 जरिवाना तोकेको छ। साथै चाहिँ अब पेट्रोलमा कालोबजारी गर्ने र अनि ग्यासमा चाहिँ कालोबजारी गर्नेलाई ट्याक्क लाइसेन्सै खारेज गरिदिने भनेर सूचना निकालेको छ है। अब जति सूचना निकाले पनि ग्यासहरू अब मेन रोडतिर यसो ठुल्ठुला उसहरूतिर भनौँ न माटहरू बिग माटहरू यस्तो ठुल्ठुला पसलहरूमा भनौँ न ठुल्ठुला पसलहरूमा चाहिँ अब यसो ग्यासको गाडीहरू घुमेको चाहिँ देखिएको छ सिलिन्डरको। तर पनि नपाउने जनताले अझै पाएका छैनन्। यी भित्रका साना खुद्रा पसलहरूलाई अझै पनि ग्यास सप्लाई गरेको छैन होइन। गरेको छैन नगरेको कुरा भनेदेखि अब पहिलाको लुटी खाएको सरकार होइन है। अब कति देश भ्रष्टाचार गरेर पुरै कुम्ल्याएर बसेको सरकार नेता है। अब त्यस्ता नेताहरूले चलाएको देशमा बसेका जनता अनि कहाँको बानी छोड्छन् र होइन। एउटैले अब एउटा सिलिन्डर त ल्याए एउटा भनौँ भने 3-4वटा ल्याएर थुपारेर राखेछन् क्या प्रत्येक घरमा। राख्नेले राखेछन् नराख्नेले राखेकै छैनन्, एउटा नि पाएको छैनन्। त्यस्तै छ अब हाम्रो देशमा है। जसको शक्ति उसको भक्ति भन्ने जस्तो। ल सबैजनाले भिडियो चाहिँ लाइक कमेन्ट रिपोस्ट फेभरेट कपी लिङ्क गरिदिनु होला साथीहरू भन्न चाहन्छु। हस् त धन्यवाद।